एभ्रिवान आज चाहिँ हामी यसरी बुवासँग बुवालाई लिएर आउँदैछौँ दाजुहरूको घरतिर है। अनि हाम्रो बुवा चाहिँ हिँड्दामा हामी सबैलाई जित्नुहुन्छ है। बुवा चाहिँ आँखा मात्रै नदेख्ने हो, हिँड्न एकदम तगडा हिँड्नुहुन्छ। यता यता बुवा, बुवालाई शारीरिक कसरत हुँदैछ क्या, एक्सर्साइज गराउनु पर्यो नि त यसरी अब हिँडाएर भए पनि। अब बुवालाई चाहिँ हामी यहाँ दाजुको घरमा एकछिन छोडेर हामी चाहिँ एकछिन यहाँ खेतबारीतिर जाँदैछौँ है। बुवालु बस्दै गर्नु ल, खोकी लाग्दैछ। मलाई पनि दिनु है एउटा, जसले हेर्छ उसले खाने। पुर्खा बाँधा त्यसै भनेको होइन नि, अघि झम्टिसक्यो। संसार रुख माथि चढ्नु भएछ हाम्रो संसार पनि। मलाई पनि एउटा कस्तो मजाको त्यो माथिको चाहिँ मिठो छ जस्तो।